यो देश लुटेराहरूको हातमा छ अझै कांग्रेस एमालेका मुजीहरूले खाए सबै गगन थापा पनि त्यही ग्याङको मुजी नयाँ अनुरा पुरानो खेल जनता ठोग्ने मुजी अब रवि दाई आउँदैछन् सफा गर्दै सब कांग्रेसका नेता देवाजु हो कि होइन 500 पटक पीएम बने देश बनाइन किन भ्रष्टाचारको भारी बोकेर हिर्छन् जनताको पैसा खाएर मौछन् एमालेका ओली सपना बेच्छन् रात दिन सत्ता जोगाउन जे पनि गर्छन् लाजै नमानी पुराना सबै झोले लुटेरा ग्याङ देश डुबाउँदैछन् अब बस भयो ह्याङ गगन थापा आउँछ नयाँ अनुहार भनेर कांग्रेसको मुजी हो यो पुरानो दलाल नि युवा भनेर ढो गर्छ तर पार्टीको चम्चे जनताको आक्रोश देख्दा पनि हाँस्छ यो कम्से सुधारको कुरा गर्छ तर केही गर्दैन कांग्रेसको सिस्टममा बसेर मोच गर्छ यो होइन मुजी जस्तै चुप लागेर बस्छ सत्ता खान रवि दाई जस्तो लड्दैन यो त फेक च्याम्पियन घन्टी बजाऊ रवि लामी छाने नेपाल बचाऊ पुरानो भगाऊ गगन जस्ता मुजी भगाऊ राष्ट्रिय स्वतन्त्र जय घन्टी पार्टी घन्टी बजाऊ रवि लामी छाने नेपाल बचाऊ पुरानो भगाऊ नयाँ ल्याऊ राष्ट्रिय स्वतन्त्र जय घन्टी पार्टी 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 आई सीधा कुरा जनतासँग टिभीबाटै लड्थे भ्रष्टाचार विरुद्ध अब राजनीतिमा आटिलो योद्धा जनताको पक्षमा सधैँ लड्ने सिपाही नयाँ पुस्ताको सपना एरएसपीमा छ भ्रष्टाचार अन्त विकासको बाटो छ पुराना पार्टीहरू अब डराउँछन् रविबाट किनकि उनी आउँदैछन् सफा गर्न सबै कालो धन गगन जस्ता मुजीहरूको खेल अब सकियो रवि दाइको जङ्गमा नेपाल जितियो घन्टी बजाऊ रवि लामी छाने नेपाल बचाऊ पुराना भगाऊ नयाँ ल्याऊ राष्ट्रिय स्वतन्त्र जय घन्टी पार्टी घन्टी बजाऊ रवि लामी छाने नेपाल बचाऊ पुराना भगाऊ नयाँ ल्याऊ राष्ट्रिय स्वतन्त्र जय घन्टी पार्टी अब चुनावमा घन्टी खिचौँ सबैले रवि दाइलाई जिताउँ नेपाल बनाऊ नयाँ